बनाउँदै गएर घरमा आएको अनि यहाँको एसी सिस्टम यस्तो हुन्छ ल हेर्नु माथिपट्टि बुगेला पुरै यस्तो यस्तो राखेको हुन्छ अनि एचबिएसी यसको युनिट चाहिँ नि उहाँ छ एउटै यहाँ छ अनि यस्तो लामो गएर अनि यतापट्टि छ सबै ग्यासहरूबाट भित्रपट्टि मान्छे नै उभिन गाह्रो हुने टाइपको ठुल्ठुलो भेन्टहरू हालेको हुन्छ अनि कोठाचोटा चाहिँ यस्तो छ सबै यहाँ के अरे यसरी स्टिच गरेर यसरी बारेको यो प्लम्बिङको गरेर छ उयो छ नि कान्छी यही हो गिजर हेर त ए उ रहेछ यो तिम्रो त्यो छ नि गिजर होइन यो उ के अरे हाम्रो फ्युज गयो भने क्या टोइलेटमा राख्छ नि उनीहरूले त्यो भयो ल यस्तो छ तलपट्टि पुरै प्लाई अनि वायरिङहरू भित्रभित्र गरेको छ अनि यो माथिपट्टि पुरै कबासहरू जस्तो हालेको छ मोटा मोटा पर्याङतिर कबास एसी भेन्ट तातोको लागि वायरिङ यो मुनि चाहिँ तर सिमेन्टकै हो जस्तो लाग्यो मलाई ल हेर यतिको हुँदा हेर त प्लाई एउटा हाल्यो त्यति हो क्या अन्डाउन गर्दैन यहाँ हेर यो भैमा ड्रिल गरे हुन्छ नि यसैमा अड्डाएको हो कि यसलाई सुरुमा भैमा ड्रिल गर्यो अनि त्यसैमा हाल्यो त्यो भुइँ चाहिँ बलियो हुँदो रहेछ है त सबै पुरै उ गरे हो नि त भुइँ चाहिँ है तिमी के यस्तो जेपाइटी गराएको थियौ यस्तो गरेको पछि चाल हाल्नु त नि यिनीहरूले ढोका चाहिँ हालिसकेछ हावा लुड्नुहुन्छ भनेर अनि किचनको त्यो उसको लागि सिङ्कहरू राख्ने ठाउँको लागि यति एउटा मात्र हाल्दैछ यही माथि बस्छ पछि ठुलो सिङ्क स्ल्याबहरू हालेर ल यही पर्छ 2 करोड जति पर्छ होइन भाउजू नेपाली कति त्यो भनेको 4 करोड $450,000 भनेको कति भयो 5.5 करोडको घर रे योभन्दा हाम्रोभन्दा महँगो होला $500 भयो भने 6 करोड हुन्छ बाहिरबाट हेर्दा यस्तो ल दामी बाहिरबाट चाहिँ फेरि